ओके, भर्खरै गेम सकियो है। भियतनाम 3 नेपाल 1 एफसी एसियन कप क्वालिफायरको तेस्रो चरणको खेल थियो। पहिला नै मलेसिया र लाओससँग हारिसकेको थियो नेपाल। अहिले मौका थियो भियतनामलाई हामीले दुईचोटि गेममा जित्न सकेको भए अलिकति चान्स थियो क्वालिफाई हुने र यो चकनाचुर भयो। 3-1 को स्कोर भयो र पहिलो सनी श्रेष्ठले हेडिङ गोल मिठो गरेको थिए हैन, दामी लाथे। जे हो भने नेपालले 1-1 को ड्रसम्म त धान्दै थिए पहिला हाफ त हैन। जब लेखन लिम्बूले रेड कार्ड खाएपछि मैले गेमै हेरेर त्यसपछि म आफ्नो सुरुमै काम पनि गरेँ र लेखन लिम्बूले ट्याकल हान्नुपर्छ नि, त्यो बल्ल हातले त्यो कोट्याउँदैन हैन, हातले खेल्ने हैन नि त, त्यो त रेड कार्ड खाइहाल्छ नि, त्यो सोझै हो। यसमा दुई विवाद छैन। त्यही हो, नेपाल अब हिलोमा खेलाउनु पर्ने हो खासमा। यो नेपालमा थियो यो म्याच। अब त्यही हो, अब ग्राउन्डलाई एकदम अब खारेज गरेको कारणले चाहिँ अब भियतनाममा हुन पुगेको गेम। अब फेरि अक्टोबर 14मा नेपालको गेम छ फेरि यही भियतनामसँग। अब त्यहाँ अब राम्रो खेल्नु भन्छु, शुभकामना दिन्छु। जिते पनि नजिते पनि हामी अब क्वालिफाई हुँदैन किनकि चान्स गइसक्यो। अब यो टिममा पनि स्कोर निकालेर त्यो टिममा पनि स्कोर निकालेको एकदम चान्स हुन्थे किनकि मलेसियालाई त्यहाँ एकदम कम्प्लेन आएको कारणले त्यहाँको 3 पोइन्ट चाहिँ नेपाललाई दिने कुरा थिए। र त्यही भन्न चाहन्छु, राम्रो खेले केटाहरू, बेस्ट अफ लक नेपाली सम्पूर्ण फुटबल टिमलाई। लभ यु सो मच। जय नेपाल, जय नेपाल।